च्याउलाई यसरी बनाएर खाँदा यति मिठो हुन्छ भनेर मैले सोचेको पनि थिएन। सो हेलो एन्ड नमस्ते एभ्रिवान, स्वागत छ तपाईहरुलाई हाम्रो किचन हाम्रो भान्सामा। आज चाहिँ म हजुरहरुसँग शेयर गर्दै छु च्याउको रेसिपी। आशा छ हजुरहरुलाई यो रेसिपी मन पर्नेछ। हुन त भान्सामा पकाउने आफ्नै तरिकाहरु हुन्छ, तर आज चाहिँ म हजुरहरुलाई मेरो तरिकाबाट यो रेसिपी शेयर गर्दै छु। सो आउनुस् ढिला नगरी रेसिपी सुरु गरौँ है त। यो रेसिपीको लागि यहाँ चाहिँ मैले 350 ग्राम जति च्याउलाई लिएको छु। यसलाई चाहिँ हाम्रोतिर सीताके च्याउ भनेर चिनिन्छ। हजुरहरुले यो च्याउ खानु भएको छ कि छैन र यसलाई चाहिँ हजुरहरुकोतिर के भनेर चिनिन्छ त्यो पनि कमेन्टमा भनिदिनु होला। यसलाई चाहिँ मैले सानो सानो गरेर काटेर एउटा भाँडामा राखेको छु। हजुरहरुले चाहिँ यसलाई आफ्नो इच्छा अनुसारको शेपमा काट्न पनि सक्नुहुन्छ। यहाँ चाहिँ मैले च्याउको लागि चाहिने इन्ग्रेडियन्ट्सहरु रेडी गरेको छु, जसमा रहेको छ मसिनो मसिनो 4वटा टमाटर, एउटा र आधी प्याज, अदुवा र लसुन र 3वटा अकबरी खोर्सानीलाई लिएको छु। यहाँ चाहिँ मैले च्याउलाई सफा पानीमा 4-5 पटक राम्रोसँग पखालेर पनि ल्याइसकेको छु। च्याउलाई पखालिसकेपछि चाहिँ यसलाई चाहिँ हामीले एकदमै राम्रोसँग निचोड्नु पर्छ। यसलाई चाहिँ मैले अलरेडी मज्जाले निचोडेर ल्याइसकेको छु। यसरी निचोड्दा च्याउबाट पानी निस्किन छाडेपछि अब चाहिँ यो पकाउनको लागि रेडी हुन्छ। र साथै यहाँ मैले टमाटर, प्याज र मसलालाई पनि रेडी गरिसकेको छु। यहाँ चाहिँ मैले तातिएको कराईमा तेललाई राख्दै छु। अरु तरकारीलाई भन्दा च्याउको लागि चाहिँ अलिकति बढी नै तेल चाहिन्छ। तेल राम्रोसँग तातिएपछि यहाँ चाहिँ मैले मेथीलाई मात्र फुर्याउँदै छु। यसमा चाहिँ हजुरहरुले अरु मसलाहरु पनि फुर्याउन सक्नुहुन्छ। र यदि हजुरहरुलाई कुनै पनि मसला मन पर्दैन भने यसलाई हजुरहरुले स्किप गर्न पनि सक्नुहुन्छ। मेथी यतिको भएर फुर्याइसकेपछि यसमा चाहिँ मैले प्याजलाई पनि फुर्याउँदै छु। प्याज राखिसकेपछि यसमा चाहिँ मैले थोरै बेसारलाई पनि एड गर्दै छु। प्याज फुराएर यतिको भइसकेपछि यसमा चाहिँ मैले च्याउलाई पनि एड गर्दै छु। च्याउलाई एड गरिसकेपछि अब चाहिँ हामीले यसलाई बेला बेलामा चलाउँदै राम्रोसँग फ्राई गर्नुपर्छ। केही बेर च्याउलाई फ्राई गरे सँगसँगै यो चाहिँ यतिको भएर फ्राई भइसकेको छ। अब चाहिँ यसलाई म अर्कोतिर फर्काएर फेरि पनि फ्राई गर्दै छु। हजुरहरुले पनि देख्न सक्नुहुन्छ यो चाहिँ एकदमै राम्रोसँग फ्राई भइसकेको छ। यतिको फ्राई भइसकेपछि यसमा चाहिँ मैले लसुन, अदुवा र खोर्सानीको पेस्टलाई पनि एड गर्दै छु र यसैमा स्वाद अनुसार नुनलाई पनि मैले यसमा एड गरेको छु। नुन र मसलालाई राखिसकेपछि अब चाहिँ हामीले यसलाई सबैतिर मज्जाले लाग्ने गरेर मिक्स गर्नुपर्छ र एकैछिन मसलालाई पाक्नको लागि छोडिदिनु पर्छ। केही बेर मसलालाई पकाइसकेपछि अब चाहिँ यसमा म अघि काटेर राखेको टमाटरलाई पनि एड गर्दै छु। टमाटरलाई एड गरिसकेपछि यसलाई चाहिँ फेरि पनि हामीले केही बेर पाक्नको लागि छोडिदिनु पर्छ। टमाटरलाई केही बेर पकाइसकेपछि टमाटर पनि राम्रोसँग पाकिसकेको छ र अब चाहिँ हाम्रो च्याउ सर्भ गर्नको लागि पनि रेडी भइसकेको छ। यदि हजुरहरुलाई चाहिँ च्याउको ग्रेभी खान मन छ भने यसैमा हजुरहरुले हल्का पानीलाई राखेर ग्रेभी बनाउन पनि सक्नुहुन्छ। अब चाहिँ यसलाई म एउटा कचौरामा राखेर हजुरहरुलाई देखाउँदै छु। हजुरहरुले देख्न सक्नुहुन्छ यो एकदमै हेर्दै खाउ खाउ देखिएको छ। यसरी बनाएको च्याउ हेर्दा जति स्वादिलो देखिएको छ खाँदा पनि उत्तिकै टेस्टी र स्वादिलो हुन्छ। यसलाई चाहिँ हजुरहरुले चिउरा, भुजा, दाल भात जेसँग सर्भ गर्दा पनि यो एकदमै स्वादिलो हुन्छ। यो च्याउलाई चाहिँ हजुरहरुले जस्तो वेमा बनाउँदा पनि यो एकदमै स्वादिलो हुन्छ। हजुरहरुले पनि यसरी नै मिठो सीताके च्याउ घरमै बनाएर खान सक्नुहुन्छ। आशा छ आजको रेसिपी भिडियो हजुरहरुलाई पक्कै पनि मन पर्यो होला र यस्तै नयाँ नयाँ रेसिपीहरुको लागि मेरो च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरी धेरै भन्दा धेरै माया र सपोर्ट पनि गरिदिनु होला र भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद।